डे 8 अफ 75 आवर च्यालेन्ज। सो गाइज म चाहिँ 45 मिनटको आउटडोर वक गर्नको लागि आएको छु। अहिले चाहिँ मर्निङको 7 PM भइरहेको छ। म चाहिँ आज पनि यता इन्डस्ट्री एरियातिर नै आएको छु। हेल्दी हुनुपर्छ भनेर सबैजनालाई थाहा छ। कसैले टाइम निकाल्नु भ्याउनु हुँदैन, कसैले एकदमै अल्छी गर्नुहुन्छ। त्यही पनि आफ्नो हेल्थको लागि चाहिँ कम्प्रोमाइज नगर्नु होला है, टाइम निकाल्नु होला। मैले कहिले पनि सोचेको थिइनँ कि 75 आवर च्यालेन्ज यसरी कन्टिन्यू गरेर डे 8 सम्म पुऱ्याउँछु भनेर। मलाई चाहिँ एकदमै खुसी लाग्छ कि मैले आफ्नो लागि केही गरिरहेको छु भनेर। हरेक दिन जसरी नै आज पनि मैले यो च्यालेन्जको सबै रुल्सहरूलाई राम्रोसँग फलो गरेको छु। 2 वर्कआउट्स, इन्डोर आउटडोर, हेल्दी डाइट, नो चिट मिल्स, 3.8 लिटर वाटर, रिडिङ 10 पेज बुक, प्रोसेस फोटो, नो एक्सक्युज। आजको भागवत गीताको ज्ञान चाहिँ कर्म र ज्ञान मिलेर जीवन सफल हुन्छ। आजको भागवत गीताको ज्ञान चाहिँ यही हो। डे 88 यो जर्नी हेर्दा फेरि एकदमै सजिलो जस्तो लाग्छ, तर रियालिटीमा हेर्दा फेरि धेरै दिनहरू यस्तो पनि थियो जब टास्कहरू गर्न मन लाग्दैन थियो। मोटिभेसन त आउँथ्यो जान्थ्यो, तर मैले डिसिप्लिन सिकेँ। जति गाह्रो भए पनि मैले सो अप गरिनँ। अझै म पर्फेक्ट छैन, तर म डे 1 को भन्दा धेरै अगाडि बढिसकेको छु। यो च्यालेन्जले मलाई एउटा कुरा सिकायो, प्रोसेस ढिलो भए पनि रोकिनु हुँदैन भनेर। म पर्फेक्ट हुन खोजेको होइन, मैले कन्सिस्टेन्सीलाई चुज गरेँ। सानो सानो इफोर्टहरूले नै यो डे 88 सम्म मलाई लिएर आयो र मैले आफूले आफैलाई प्रुभ गरेँ। जब हामीले गिभअप गर्दैनौँ तब हामी चेन्ज हुँदै जान्छौँ। कहिलेकाहीँ लाग्छ कि म धेरै टाढा आएँ जस्तो, कहिले लाग्छ कि म अझै सुरुमै छु भनेर। हामीले गर्ने डेली सानो सानो कामहरू जसको कसैले नोटिस गर्दैन, त्यसले नै हाम्रो लाइफ चेन्ज गर्दो रहेछ। म पर्फेक्ट त छैन, तर मैले मेरो आफ्नो ओल्ड भर्जनलाई पछाडि छोडिसकेको छु र जबसम्म अगाडि बढिरहेको छु त्यही नै मेरो लागि इनफ छ। All my tasks are completed. Thanks for watching. Keep loving, keep supporting guys.